निकी गटी खबर ल्याउन मन जान बराले सुवा बालबच्चा के खबर गरे हेरै बुढाइ जाबले परदेशी कसैका हौ जान छोरा मारी पुत्र शोक कसैका हौ जान काजबार हौ जान भाइ बहिनीको जोडा नभे काजबार हौ जान कठै कठ हमारा ठाडी बका में ओहो हे मेरी लाली म हुँ तिम्रो गुराँस नहुनु लाली तिमी कहिले पनि उदास नहुनु लाली तिमी कहिले पनि उदास। आदरणीय दर्शकवृन्द नमस्कार, म नन्दराम पार्की। आज धेरै दिनपछि चाहिँ हाम्रा एक पुराना साथीसित भेटघाट भई। बहुतै रहडी मान्छे, बहुतै निका कलाकार, पहली बैठे गायक लय, सर्जक लय इनहन और साथ साथै इन अचेल बेंगलोरमा आफ्नै बिजनेस गर्दान हैन। इनसित आज दोस्रो भेटघाट हो मेरो। त आज मैले चाहिँ अलिकति हम भिडियो सिडियो बनाइहाल्न भेटघाट भएको फाइदालाई उठाउन हो त भने सन्डेका दिन हाम्रो भेटघाट हो। अब म यिनीहरू परिचय हजुरलाई यिनैबाटै दिलाइदिनु हैन, यिनै थाहा। हजुर नमस्ते, हजुर आफ्नो बारेमा के बताइदिन्छ त भयो? नमस्ते, मेरो नाम राजेन्द्र विश्वकर्मा, म गायक कलाकार। आज हाम्रा एकदमै नन्दराम सर, एकदमै हाम्रा साथी, उनले आज भेट्टौँ भन्ने कुरा गर्यो। तब मैले यिनसित भेटघाट गर्नलाई आज आएको छु, रमाइलो कुरा गर्नु। अब मेरो परिचयको लागि भने चाहिँ मेरो नाम राजेन्द्र विश्वकर्मा हो, मेरो घर बैतडी अनि हालको बसाइ चाहिँ कञ्चनपुर छ हाम्रो। यिनले लगभग 2059 सालतिर यिनले हाम्रो देउडा भाषाको एक एल्बम निकाल्थ्यो हैन, तेजु मायालु बिकज्यू र यिनले गायो एल्बम थियो, निकै चल्यो हाम्रो पहाडतिर। गीत सङ्गीत कहाँबाट सुरु भयो भने अब गीत त पहिलेदेखि गाइने हो सर हैन, हजुर सानैदेखि गाउने हो। अनि पछि हामीलाई चाहिँ मलाई चाहिँ गीत गाउने अवसर चाहिँ पहिलोचोटि चाहिँ हाम्रो दार्जिलिङ दाइ तेजु बिका माइले सरले आफ्नो एल्बम मेरी फुल्की भाडीमा 2059 सालतिर मलाई चाहिँ एउटा गीत गाउने मौका दिएको थियो। अनि त्यहीँबाट मेरो चाहिँ साङ्गीतिक यात्रा चाहिँ सुरु गरे हो। हजुर 2 दशक बढी भयो। विडम्बना हामी परिचित हुन नसक्यौँ हैन। त्यो समय र परिस्थिति अनुसार त्यहीको बारेमा अलि थाहा नभएर, एक त उही बेला अडियो क्यासेट निकालेपछि हम अचानक थाहा नभए त्यही क्षेत्रमा गए अनि अडियो क्यासेट निकालेर घर आया। अब त्यो गीत हुन्छ क्यासेटै बन्द गरिदिया, मेमोरी कार्ड आयो, मेमोरी कार्ड। अनि हम सीआरबीटी पीआरबीटी भन्ने चाहिँ आयो हैन। त्यसपछि अनि त्यो हाम्रो गीतहरू नै हराए, हामीले गाएका गीतै हराए। त हजुर अलिकति याद छन् भने के पुराना एल्बमका एक दुई ठाडी बका या के गीतलाई नानलाई गाइसकन्छ त? अब जति याद हुनाले याद त गीत आफैले गरे गीत आफैले याद नहुने चान्स हुँदैन हैन। हजुर याद त यादै हुन्छ अनि गाउने मन पनि लागन्छ पुराना गीतहरू, आफ्नो गीतहरू निका थिए। मैले सुने हुन् गाना सुरुमा त्यो दाइको जो एल्बममा मैले जो गीत गाएको थिएँ त्यो गीत चाहिँ धेरैजनाले मन पनि पराएको थिए। हजुर हजुर। अनि त्यो गीतबाट एक सानो टुक्का लगत यो भिडियो हेर्दैलाले सुनाइदिनु। हजुर ठीक छ सर।
हाय तेरो कमरा हो, हाय तेरो कमरा फुल फुटे चोलीमा के मोहनी लायो लजालु बोलीमा के मोहनी लायो लजालु बोलीमा। वाह 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 बहुत निका निका गीत गाएर खाने यिनले स्वर ल यिनीहरू बहुत दामी छ त्यही पछाडि यिनले आधुनिकतिरलाई ट्राई गर्यो होइन दुई गीत यिनीहरू आधुनिकले निका छ ल्याएन ओइ बेला हामीले सुन्थ्यो सब साथीले सुन्थ्यो तर उही टाइम चाहिँ अब सिआरबिटी पिआरबिटीको जमाना थियो अनि त्यही पछाडि भिजुअललाई नहुना हिसाबले भिडियो नहुना हिसाबले उनले उति मार्केट नाइपायो नै त्यहाँमा कसो भयो भने गीत सङ्गीतमा चाहिँ खास त हामीले एक मार्गदर्शन प्रेरणादायी मान्छे राम्रो पाएन मलाई लाग्छ त्यहाँबाट हामीभन्दा पहिले सिनियर रूपमा भएका कलाकारलाई उनलाई सुनेबाट हामीले गीत गाएँ हजुर तर पछिल्लो समय चाहिँ अहिले अब गीत सङ्गीत सिक्दो पाए भएबाट होइन हामीले त्यो अवसर पाए भएबाट सायद हामी पनि राम्रो कलाकार हुन्थ्यौँ कि जस्तो लाग्छ हजुर पक्का तर स्वर मात्रै भएर पनि सायद नहुने पनि रहेछ कि सायद अब त्यो अवसर पनि नपाए जस्तो लाग्छ मलाई किनभने अब त्यो मान्छेले हाम्रो निरन्तरता पनि भएन समयमा निरन्तरता पनि गीत सङ्गीतमा त्यसै क्षेत्रमा निरन्तरता नदिइसक्यो गीत सङ्गीतका साथसाथै पुरो परिवारको जिम्मेदारी पनि भयो त सबै त मेन के हो कि हामीले सही सायद सङ्गीत सिक्दै कुराहरू अनि अन्य जे सङ्गीत सम्बन्धीका कुराहरू हामीले अलि कम सिक्यौँ क्या हजुर अहिले त्यो समस्या भयो जस्तो लाग्छ मलाई त्यहीको बारेमा अधिक जानकारी नभएर तैपनि कहिलेकाहीँ चाहिँ रहर चाहिँ पुरा गर्दा लेखा प्रयास चाहिँ धेरै गर्यो त्यो चाहिँ अब त्यो गीत सङ्गीतलाई व्यावसायिक रूपमा नभ्याले होइन नभ्यालै रहरको चाहना पुरा गर्न पटक पटक विभिन्न विधामा चाहिँ गीतहरू चाहिँ अब गरेँ हामीले किनभने आधुनिक प्याटर्नका गीत पनि अनि पछि 2063 मैले आफ्नो एल्बम पनि बनाएँ थाहा होला उसैलाई भन्ने थाहा होला उसैलाई एल्बमलाई अलिक फरक टाइपको बनाएको थिएँ मैले सायद मलाई फरक लाग्यो त्यो सायद त्यो थाहा होला उसैलाई अलिकति याद छ सर सबै याद छ अब त्यो याद नहुने अलिकति गाइदिनु न फेरि दर्शकलाई पनि त थाहा अनि त्यो थाहा होला उसैलाई एल्बम चाहिँ सायद मेरो पहिलो भयो भने अब केही वर्षमा चल्यो हो कि भन्ने चाहिँ किसिमको मलाई पनि लागेन थियो क्या त्यो पछि चाहिँ के भयो भने सिआरबिटी पिआरबिटी तँले भनेलाई नि त त्यही मेमोरी सिस्टम भयो होला त्यो चाहिँ पछि चाहिँ चल्न सकेन चल्न नसक्यो भन्ने लाग्छ अनि त्यहाँमध्ये उही बेला त अब एक एल्बममा 5वटा गीत हुन्थ्यो होइन हजुर 5वटा 6वटा गीत हुन्थ्यो अनि त्यो 5-6 मध्ये 4वटा गीत चाहिँ मैले आफैले गाएको थिएँ हजुर अनि एक गीत चाहिँ हाम्रो रमेश परियार सरले गाएको थिएँ रमेश परियार तिन पनि बैतडा त्यही बाणीबङ्क बस्छन् अनि उनको घर चाहिँ हो त्यो थालाकाँडा भन्ने थालाकाँडा चर्चित कलाकार हुनुहुन्छ लाया फुल्की भाडी भन्ने उनीहरू एल्बमलाई निकै चल्या सम्झिन चाहनु उनलाई हैन विशेष अब उनको भूमिका पनि थियो हाम्रो चाहिँ रेकर्डिङ स्टुडियो हजुर अनि कुसुम डिजिटल रेकर्डिङ स्टुडियो दाइ अनि विशाल दाइले पनि एकदम सम्झनु क्या उनले सपोर्ट बहुत गरे निका मान्छे हुनुहुन्छ गीत गर्ने बेला अनि पछि मेरो डिस्ट्रिब्युटर एक महेश कुमार सिंहजी थिए उनले सम्झनु हजुर त्यहाँ उनले पनि अब त्यो उति बेला अब मेन चाहिँ समस्या भने हाम्रो प्रविधिको भन्दा पनि मेन समस्या के भयो भने त्यो अडियोलाई सिधा चाहिँ पिआरबिटी सिआरबिटी गर्दै गऱ्यो नि त त्यो हिसाबले हामीलाई चाहिँ घाटा भयो भन्ने जस्तो लागेको छ होला त्यो पछि दोस्रोचोटि ट्राई गर्दै हामीले सोचेन के केही धेरै लामो समय ग्याप रहेपछि मेन भनेको हामीलाई यो चिजको बारेमा अधिकांश धेरै जानकारी नै थियो लमा चाहिँ हामीलाई शौक पुरा गर्दा लेखा हम पुग्यो तर त्यही क्षेत्रमा ब्याकग्राउन्डमा के हुने रहेछ भन्ने कुरा चाहिँ हामीले थाहा नै पायो जसरी प्रचार प्रसार एफएम तिर टिभी तिर यताउता हामीले भिए नै हामीले एकचोटि गीत गर्यौं सिधा हिट्यो परदेशतिर त्यो गीत बढी जसो के भयो भने त्यो गीत गरिसकेपछि अब क्वालिटी त आफ्नो ठाउँमा होला हैन स्वर संगीत शब्द संगीत आफ्नो ठाउँमा होला हजुर तर मेन चीज के भयो त्यसलाई विज्ञापन गर्न सकेन के विज्ञापन गर्दै कुराहरू अनि ल म एउटा कलाकार हुँ भन्ने भनेर कसैसित हामीले त्यो जमर्को पनि गरेन के म त मेरो व्यक्तिगत जीवनमा म भन्नु म अहिलेसम्म कसैलाई म कलाकार हुँ भनेको छु म धेरै मान्छे होइन धेरै मान्छेहरू भन्नान् कि म गायक हुँ म कलाकार हुँ अनि हुन त अब नै भन्नान मात्र नै बहुत जना साथीहरू फेसबुकमा नामको अगाडि पछाडिलाई
सिंगर सर्जक लेखेर काम मैले लगभग बढी नभए एक तमारा दर्जन नाइ जति देखे मैले गीत एक दर्जन जति गीत मैले गाएको छु हैन हजुर र एल्बमको लगायत अहिले एक छुट्टा छुट्टा गीत हजुर ओ हो हे मेरी लाली म हो तिम्रो गुराँस नहुनु लाली तिमी कहिले पानी उदास नहुनु लाली तिमी कहिले पानी उदास जब थियौ तिमी जीवनमा जीवन स्वर्ग झै लाग्दथ्यो नयाँ प्रेमको नौलो धुन सँगै नयाँ उमङ्ग जाग्दथ्यो आज छोडी गयो नाता तोडी गयो आज छोडी गयो कुरा सुन्दा तिम्रो पहिलेको छोड्दैनौ जस्तै लाग्दथ्यो कुरा सुन्दा तिम्रो पहिलेको छोड्दैनौ जस्तै लाग्दथ्यो मेरी लाली म हो तिम्रो गुराँस नहुनु लाली तिमी कहिले पानी उदास नहुनु लाली तिमी कहिले पानी उदास गजब गजब हजुर यस्ता कलाकारहरू पनि यस्ता सुमधुर स्वर भएका रचना सिर्जना भएका अनि चाहना भएका कलाकारहरू पनि परदेशी हुनुकै कारण बाध्यताले परदेशतिरै बढी बस्नु परेका कारण सङ्गीत सिक्न नपाएका कारण त्यो क्षेत्रमा पुरै आबद्ध नहुन पाएका कारण पछि परेका छन् हजुरहरूलाई भन्न चाहन्छु हजुरलाई यहाँको स्वर मन पर्यो भनेपछि पक्कै यो भिडियो सेयर गरिदिनु होला अनि अरूलाई पनि सुनाइदिनु होला खास कुरा अब यही छ आज हाम्रो धेरै दिनपछि भेटघाट भएको थियो अनि यो प्रोग्राम पनि आधा नेपालीमा आधा हाम्रो भाषामा भइसक्यो चौभाषी भइसक्यो ठिकै छ भाषा जे भयो भने हाम्रो भावना संस्कृति एकै हो अनि यहाँले भर्खर पनि लगभग 2-3-4 महिना पहिला पनि एउटा देउडा गीत निकाल्नु भएको थियो त्यो पनि उहाँको श्रीमतीले पनि गाउनु भएको थियो उहाँ पनि राम्रो स्वर भएको हुनुहुँदो रहेछ त उहाँको गीत पनि मैले सुनेको थिएँ उहाँलाई याद भयो भने एकछिन त्यो गीत पनि सुनौँला अनि अरू पनि उहाँको प्रतिभा हजुरहरूलाई सुनाउने प्रयास हो त्यही भएर हजुरसम्म उहाँको प्रतिभा पुर्याउने र हजुरले चाहिँ अगाडि सबैसम्म पुर्याइदिनुहुन्छ भन्ने आशा बोकेर बनाइएको भिडियो हो एउटा गीत अरू सुन्न पाए हुन्थ्यो म उहाँलाई चाहिँ प्रार्थना गर्छु बिन्ती गर्छु पछिल्लो समयमा हामीले मेरो बुढी र मैले चाहिँ धनेश्वर विश्वकर्मा र मैले चाहिँ एउटा परदेशी नामक एल्बम गीत सिर्जना गरेका थियौँ हजुर त्यसैमध्येको एक गीत मुदामलाई सुनाउनु एकै गीत हो होइन एकमध्ये एक टुक्का सुनाउनु हजुर अनि समसामयिक विषयलाई लिएर बनाएको थियौँ हामीले किनभने परदेशमा बुढो भए बेलामै अब घरतिर आइमाइले अलि शङ्का गर्दै बुढी जब अलि हुन्छ अनि के दुःख यसमा चाहिँ पारिवारिक सबै कुराहरूलाई समेटेर बनाएको थियो गीत हजुर हजुर लगायत आमा बुवा दिदीबहिनी लगायतको थियो यो र यसैमध्येको एक पहिलो टुक्का सुनाउनु निकी गटी खबर ल्याउन मन जान बराले सुवा बालबच्चा के खबर गरे हेरै बुढाइ जा बाबा परदेशी
मै भए परदेशी सुवाकी कसा भुलौलो पर्खी बसे पर्खिऔलो हो सुवाकी कसा भुलौलो पर्खी बसे पर्खिऔलो रिनैले परदेशी भया प्यारी मेरी जान रोया। यही थियो सर। धन्यवाद धन्यवाद। यिनीहरू नयाँ गीत थियो, उहिलेलाई सुनिदिया, सेयर गरिदिया, युट्युबमा छ होइन? युट्युबमा परदेशी बिग परिवेश डिजिटल रेकर्डिङ स्टुडियोको युट्युब च्यानलमा छ। हजुर, सबैले सुनिदिया। विशेष गरी हामी बिग परिवेशका सञ्चालक भुवन बडुज्यूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। एकदमै सम्झिन चाहनु, धेरै सहयोग साथ सपोर्ट गरिरहेछन् हामीलाई। म प्रति धेरै धेरै सम्मान पनि व्यक्त गर्न चाहनु। हजुर हजुर अनि धन्यवाद। सङ्गीत क्षेत्रमा उनले गरेका योगदान सबैले सम्मान गर्दै जहाँ छ उनको योगदान धेरै हेल्प गर्दा लगायत हामीलाई जसले हामीलाई सपोर्ट गरेका हुन् सबैलाई सम्मान गर्दा होइन। अब नाम सबैको धेरै मान्छेहरू छन् हामीलाई सपोर्ट गर्दै साथ दिने होला होइन। विशेष नन्दराज सरलाई धेरै धेरै धन्यवाद। धन्यवाद हजुरलाई। त अब सबभन्दा ब्याज प्यारो छोरा भन्दा नाति प्यारो सबभन्दा ब्याज प्यारो रक्सी पिन्छु क्यारो आमाले धरी रुँदा रक्सी पिन्छु क्यारो रक्सी पिन्छु क्यारो आमाले धरी रुँदा रक्सी पिन्छु क्यारो। कठै कठा हमारा ठाडी बका में कसैका हौ जान छोरा मारी पुत्र शोक कसैका हौ जान काजबार हौ जान भाइ बहिनीको जोडा नभे काजबार हौ जान काजबार हौ जान भाइ बहिनीको जोडा नभे काजबार हौ जान। यो हाम्रो आफ्नै गीत हो। यिनीहरू आफ्नो एल्बम रमेश परियारको स्वरमा रहेको थियो। हजुर रमेश परियारजीको जति त नगाए पनि शब्दहरूमा चाहिँ दम थियो र मैले गाएँ होइन। धन्यवाद सर। कहिले लेखा शब्द सङ्गीत चाहिँ मेरो देखा शब्द सङ्गीतमा आफ्नै शब्द यति निका सर्जकलाई यति निका गायक लगभग त्यो गीत सबै त्यो यो ठाडे भएका सबै यिनले एक दुई गीतमा मोडलिङलाई गरेका छ देखा। यिनीहरू अनारलाई बहुतै निकी छ, रौलाई हमेसा निकाय पालेर कान, तर पनि खाली एक परदेश गद्दुपट्टि हिसाबले मात्रै घर पर्मानेन्ट नरहिसक्यो अरे उहीतिर बिगो माइलो दाइको इन्टरनेट दारु घर बिगाडे क्यारोमा चाहिँ मैले चाहिँ त्यो मोडलिङ गरेको थिएँ। राम्रै त्यो चलेको थियो, गीतहरू पनि राम्रै थियो, प्रतिक्रिया पनि राम्रै भन्दा थियो। अनि हजुरलाई नेपालका सबै ज्यादा हेर्न मनपर्ने जनलाई त आइडल मनन्छ और जनारा गीत धेरै गाउँछ उन कलाकार को अन्त भयो? बढी जसो पहिले चाहिँ आधुनिक गीतै गाउँथे। हजुर रामकृष्ण ढकालका गीत गाउँथे। रामकृष्ण ढकालजीलाई मतलब उनीलाई त आइडल मनन्छ। आइडल मान्नु होइन, मुन्डा गीत पनि बढी गाउँथे। बाँकी अब हाम्रो सुदूरपश्चिमका अग्रज कलाकारहरू सबैलाई चाहिँ आइडल मान्नु। केही मुन्डा गीत सुनेर सिके आया हुनाले
गीत चाहिँ अब बढी जसो म आधुनिक प्याटर्नको गीतहरू पहिले बढी गाउँथेँ क्या अब देउडामालाई हजुर आधुनिक पनि ल्याउन छ एकदम घुमाइ परे अब देउडालाई आधुनिक बनाउने भन्ने मेरो सोच थियो हजुर तर अब सोच चाहिँ सोचमै आधारित सीमित भयो त्यसो भए याद छ त याद छ भने एक रामकृष्ण ढकालजीको लगाइदिन तपाईँ हाम्रा दर्शक सुन्नान् टीका टिप्पणी गर्दान ओराली लागेको हरिणको चाल भो बाँचुन्जेलसम्म पनि मरेकै हाल हो छल गर्यो मायाले छल गर्यो मायाले छल गर्यो मायाले छल गर्यो मायाले ओराली लागेको हरिणको चाल भो बाँचुन्जेलसम्म पनि मरेकै हाल हो छल गर्यो मायाले छल गर्यो मायाले छल गर्यो मायाले छल गर्यो मायाले। धन्यवाद हजुर धन्यवाद ठिकै छ अब तति गर्ने बेल तति गाएन ल त अहिले हम धन्यवाद साथीहरू यहाँसम्म कार्यक्रम अगर कसैले देखिदिया त भिडियो मन पड़े शेयर गरिदिया न त डाउनलोड गरेर यिनीहरू निका निका टुक्का बरु म काटेर फेसबुकमा हालिदिया के छैन रिल्स बनाइदिया होइन त अहिलेलाई हामी छुट्टिन्छ न दुईका ड्युटीको टाइम हुँदा रहेछ समस्या छ होइन परदेशको ठाउँ त है ल बाई हवस् त मान सम्मान प्लस युट्युब च्यानल र मान सम्मान प्लस कोही फेसबुक पेजमा तपाईँ हेर्न सक्नुहुन्छ यो भिडियो धन्यवाद।